साथीहरू तपाईहरु पनि यदि फेसबुक युजर हुनुहुन्छ भने यो गल्ती चाहिँ भुलेर पनि नगर्नु होला। हामीले के गर्ने गर्छौं भने यसो आफ्नो भिडियो चाहिँ अपलोड गरिसकेपछि त्यो भिडियोलाई चाहिँ बारम्बार हेर्ने गर्छौं। भ्युज कति आयो, लाइक कति आयो, कमेन्ट कति आयो भनेर हामीले चाहिँ भिडियोहरू बारम्बार हेर्ने गरेका हुन्छौं। सो यो कारणले चाहिँ के हुन्छ भने भिडियो फेसबुक कम्युनिटी गाइडलाइनले चाहिँ यो भिडियो हामीले आफ्नो भिडियो आफै पटक पटक हेरेको कारणले गर्दाखेरि चाहिँ यसलाई प्रमोसन गर्दैन र फर यू पेजसम्म पुर्याउन उले चाहिँ सहयोग गर्दैन। त्यो कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ आफ्नो भिडियो आफै चाहिँ नहेरौं। सकेसम्म हामीले चाहिँ 24 आवर्स कम्तीमा यदि हेर्नु नै पर्यो भने पनि हामीले अन्य आइडीहरुबाट अरूको आइडीहरुबाट चाहिँ हेर्ने गरौँ। सो यो कारणले चाहिँ हाम्रो यदि हामीले यो रुल्सहरु चाहिँ फलो गर्यो भने पक्कै पनि हाम्रो भिडियोहरु चाहिँ फर यू पेजसम्म जान्छ। सो कम्युनिटी गाइडले पनि यसलाई चाहिँ प्रमोसन गर्छ, अगाडि बढाउँछ। सो यो कुरा चाहिँ एकदमै ध्यान दिनुपर्ने कुराहरु हुन्छ र यदि हजुरले यो भिडियो हेरिसकेपछि हजुरले पक्कै पनि केही कुरा सिक्ने अवसर पाउनु भयो भने र यो भिडियो त हजुरहरुलाई मन पर्यो भने सो भिडियोलाई लाइक, कमेन्ट अनि शेयर गर्न पनि नबिर्सनु होला। यदि नयाँ आउनुहुन्छ भने भिडियोलाई मेरो प्रोफाइललाई फलो पनि गरिदिनु होला। धन्यवाद।